दाजुभाइ बीच कहिलेकाहीँ सानो कुरामा पनि झगडा हुन्छ, तर त्यसभन्दा ठुलो त सम्बन्ध हुन्छ नि। अन्त्यमा उनीहरू फेरि मिल्छन्, किनकि रगतको नाता कहिल्यै टुट्दैन। तपाईँको घरमा पनि यस्तै हुन्छ? यस्तै हुन्छ भने कमेन्ट गर्नु है साथीहरू। हाम्रो घरमा त यस्तो झगडा पर्छ दाजुभाइको। अनि तर खासमा दाइले भन्दा पनि भाइले नै जित्छिन्। अनि यहाँ भाइले चाहिँ मलाई यहाँ हानिन् भनेछन्। अनि भाइ बाटिछन् कि आम्री भाइ होइन र। अनि त्यसपछि मोबाइलले यिनले हान्न लागिन् दादालाई। मैले नहान भनेको छु साथीहरू होइन। अनि त्यसपछि फेरि हान्न भन्दै हिँडेछन्। अनि दादालाई हानिसकिन् र यहाँ पछाडि पनि लागिसक्यो। अनि दादा चाहिँ फायर भइछन्। दादा त्यसरी फायर हुन्न है भाइसँग। अनि मसँग कुरा गरेछन्, भाइले मलाई पिट्यो भनेछन्। अनि भाइले फेरि मलाई यहाँ दादाले हान्यो भनेछन्। अनि त्यहाँबाट मोबाइल लिँदै हिँड्दै गरेछन् हान्नको लागि। अनि मैले नहान भनेर रोकेको छु। अनि रोइन् भाइ। थ्याङ्क यू फर वाचिङ भिडियो।